हेलो साथीहरु, वेलकम छ यहाँहरु सबैजनालाई मेरो यस भिडियोमा। मेरो नाम चाहिँ भूपेन हो र म चाहिँ हाल जापानको टोक्योमा चाहिँ एसएसडब्ल्यू भिसामा चाहिँ करिब 1 वर्षदेखि काम गर्दै आइरहेको छु र हजुरहरुलाई चाहिँ मेरो 1 वर्षमा चाहिँ जापानको बसाई एसएसडब्ल्यूमा चाहिँ नेपालीहरुको अवस्था कस्तो छ भनेर चाहिँ मेरो एक्सपिरियन्स चाहिँ हजुरहरुलाई शेयर गर्न मन लागेर आज सानो भिडियो बनाउने जमर्को गरेको छु। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरेर साथ सहयोग गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। र म चाहिँ भन्नुपर्दा करिब 1 वर्ष अगाडि चाहिँ जापानको टोक्योमा चाहिँ एसएसडब्ल्यू फुड सर्भिसमा जापान आएको हो र अहिले चाहिँ म जापान आएको पनि करिब 1 वर्ष भयो र 1 वर्षको मेरो चाहिँ भिजा सकेर चाहिँ अहिले मैले भिजाको चाहिँ मेरो प्रोसेसिङमा रहेको छ र मेरो चाहिँ कम्पनीबाट भिजा पनि आइसक्यो तपाईको भनेर चाहिँ मलाई कल आएको थियो। हजुरको जाइरो कार्ड नयाँ जाइरो कार्ड आइसकेको छ, लिन आउनुस् भनेर भनेको थियो र जाइरो कार्ड चाहिँ मेरो 3 वर्षको आयो रे। एकदम खुसी छु। अनि हजुरहरु चाहिँ कहाँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ, सबैजनाले मेरो भिडियो हेरिराख्नु भएको साथीहरुले चाहिँ कमेन्ट गर्नुस् त कहाँ हुनुहुन्छ हजुरहरु चाहिँ। र हजुरहरुको जापानमै हुनुहुन्छ भने चाहिँ हजुरहरुको जापान बसाइ कस्तो भइराखेको छ र हजुरहरु जापान आउने सोच बनाइराख्नु भएको छ भने चाहिँ हजुरहरुले चाहिँ स्टुडेन्टमा आउन खोजिराख्नु भएको छ कि वर्किङमा आउन खोजिराख्नु भएको छ, सबैजनाले कमेन्ट गर्नुस् है त। मलाई चाहिँ के भएको साथीहरु, अलिकति मौसम चेन्ज भयो कि रुगामार्की लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने भइहाल्छ के। मलाई मात्रै हो कि यस्तो, हजुरलाई पनि यस्तै हुन्छ। मलाई चाहिँ के भयो भने खासमा चाहिँ कुरा हिजो अस्तिको बेलुका चाहिँ कामबाट आए अनि कामबाट आएपछि चाहिँ एकदमै गरम भएर मैले चाहिँ एसीलाई चाहिँ एकदम हाईमा चलाएर चाहिँ सुत्या थिएँ। एकदमै चिसो भइरहेको थियो। मलाई त्यतिकै खानासाना खाएर त्यतिकै निदाइछु के। बिहान उठ्दाखेरि त मेरो त पुरै घाँटी दुख्ने, ज्वरो आउने भइरहेको थियो। अनि जापानको ड्रग स्टोरमा गएर चाहिँ, ड्रग स्टोर भन्नाले चाहिँ के भन्ने नेपालको फार्मेसी टाइपको हुन्छ क्या चाहिँ जानी। अनि गएर चाहिँ त्यहाँबाट चाहिँ एउटा औषधि लिएर खाएको थिएँ, करिब 2000 जति परेको थियो। त्यो औषधि खाएपछि चाहिँ मेरो घाँटी दुख्न चाहिँ अलिक कम भएर अलिक सन्चो भयो। अनि रुममा चाहिँ कति बस्ने, रुममा बस्दा चाहिँ बोर पनि भयो एकदम। यसो बाहिर निस्केर चाहिँ फ्रेस हावा खाइदिउँ न, अनि यसो एउटा सानो भिडियो पनि बनाइदिउँ भनेर चाहिँ हजुरहरूको लागि चाहिँ एउटा भिडियो बनाउने जमर्को गरेको छु मैले। र हजुरहरूले चाहिँ यसो भ्यू पनि हेर्न सक्नुहुन्छ, एकदम ब्युटिफुल प्लेसमा। यो चाहिँ मेरो रुमबाट चाहिँ खासै धेरै टाढा छैन, नजिकै नै हो। म चाहिँ यहाँनिर आएको छु र एकछिन 1-2 घन्टा जति बसेर एउटा सानो भिडियो पनि बनाउँछु। अनि भिडियो बनाउन साथसाथै आफू पनि यसो फ्रेस हुन्छु भनेर चाहिँ म चाहिँ यहाँ आएको हो। र जापानमा चाहिँ जे कुरा पनि एकदम महँगो के साथीहरु, दबाईहरु पनि देखि लिएर चाहिँ जे कुरा नि महँगो। यो मैले लगाइरहेको चस्मा खाने साथीहरु, यो चाहिँ मैले कहिले अस्ति 1 हप्ता अगाडि बनाउन दिएको थिएँ। जापानको यो जोफु भन्ने हुन्छ कि चस्मा बनाउने के भन्ने कम्पनी हो। यो चाहिँ अलिक सस्तो हो अरूतिर भन्दा जस्तो सुनेर चाहिँ म त्यहाँ गएको थिएँ। यो चस्मा मात्रै बनाएको, मात्रै चस्माको फ्रेमको र लेन्सको मात्रै चाहिँ 15,000 के साथीहरु, 15,000 16,000 पर्यो के। म नेपालमा भएको भए त 5,000 मा भने जस्तो चस्मा आउँथ्यो। अब एकदम नर्मल साधारण चस्मा बनाउन पनि 16,000 खर्च भयो भनेपछि जापानमा चाहिँ एसएसडब्ल्यू भिजामा आएर चाहिँ नकमाउने होइन, कमाइ पनि हुन्छ। तर कमाइ सँगसँगै खर्च पनि एकदमै धेरै हुन्छ के साथीहरु। रुम रेन्ट भन्यो, यसो आफूलाई खाना खर्च भन्यो, छुट्टीको दिन नेपाली खाना बनाएर खान मन लाग्छ त्यसो भन्यो। र जापानमा चाहिँ एकदमै गाह्रो छ साथीहरु, कमाइ सँगसँगै महँगी पनि छ। मेरो चाहिँ कस्तो छ भने मैले काम गर्ने चाहिँ जापानिज रेस्टुरेन्ट नै हो, जसमा चाहिँ जापानिज परिकारहरू पाउने गर्छ। र सुरुमा आउँदाखेरि चाहिँ अब पहिलो फेसमा त
एकदमै गाह्रो थियो। अब कामहरू पनि गर्न जानिँदैन थियो। एकछिन साथीहरू यहाँ गाडी आएर चाहिँ मेरो साउन्ड चाहिँ नसुनिन सक्छ, त्यही भएर म एकछिन चुप लागेँ। म के भन्दै थिएँ, म सुरुमा एसएसडब्लूमा जहाँ बनाउँदाखेरि त मेरो अनुभव हजुरहरूलाई सेयर गर्छु है त। अब कस्तो भएको थियो भन्दाखेरि चाहिँ अब सुरुमा आउँदाखेरि अब काममा जाँदाखेरि सुरुमा त जापानिजहरू सबैजनाले काममा अब नयाँ हो भनेर होला कि किन हो सबैले माया गरे जस्तो, सबैले सपोर्टिभ खालको हुन्छ र बिस्तारै उनीहरूले काम पनि सिकाउँदै गयो र अब बिस्तारै कामहरू पनि सिक्दै गयो। पछि अब उनीहरूले सुरुमा आउँदाखेरि नर्मल्ली अब बिस्तारै ढिलो काम गरे पनि हुने, हल्का केही सानोतिनो मिस्टेकहरू भयो भने पनि त्यस्तो गालीहरू नगर्ने हुन्थ्यो भने अब बिस्तारै 1 वर्ष जति भएपछि उनीहरूले सँगसँगै काम गर्नुपर्ने हुन्छ। जापानिजहरू सँगसँगै खटेर जापानिजहरूकै अन्डरमा चाहिँ काम गर्नुपर्ने हुन्छ। जे होस् अब गर्न नसकिने होइन, गर्न सकिन्छ, तर पनि अब कस्तो हुन्छ भन्नु, अब कति कुराहरू त ल्याङ्ग्वेजले गर्दाखेरि उनीहरूले भनेको कुराहरू बुझिँदैन। पहिलो कुरा त साथसाथै अब कति कुराहरू त हामीले कहिले नदेखेको कुराहरू गर्नुपर्ने हुन्छ क्या। जस्तै अब नेपालमा चाहिँ समुद्र छैन, हो कि होइन भन्नु साथीहरू नेपालमा चाहिँ अब समुद्र छैन, तर अब हाम्रो रेस्टुरेन्टमा चाहिँ कस्तो हुन्छ भने जापानिज रेस्टुरेन्ट हो र यहाँ चाहिँ एकदमै धेरै समुद्री माछाहरू आउने गर्छ क्या। अनि यो समुद्री माछाहरूलाई चाहिँ हामीले चाहिँ के गर्नुपर्ने हुन्छ नि, काट्नुपर्ने हुन्छ र काट्ने तरिका पनि नेपालको भन्दा टोटल्ली क्या। यहाँ चाहिँ अब काम गर्ने तरिकाहरू सब टोटल्ली डिफ्रेन्ट हुन्छ। अब बिस्तारै बानी परिन्छ, गर्न नसकिने होइन, गर्न सकिन्छ, मेहनत गर्नुपर्छ। हामी नेपालीहरूको खुनमै हुन्छ मेहनत गर्नु त लेखेको होइन साथीहरू। अब हजुरहरू पनि यदि एसएसडब्लू भिजामा भर्खर जापान आउनु भएको छ, हजुरहरूलाई चाहिँ काम गर्न एकदमै गाह्रो लागिरहेको छ, म त काम गर्न सक्दिनँ कि क्या हो जस्तो लागिरहेको छ भने चाहिँ हजुरहरूले मेहनत गर्दै जानुहोस्। उनीहरूले गाली गर्छ, अब मुसुक्क हाँस्दिने गरिदिनुहोस्। अनि अब यसरी नै बिस्तारै अब बानी हुँदै गइन्छ, कामहरू सिक्दै गएपछि उनीहरूले पनि राम्रो गर्छ। मैले बाटोमा चाहिँ एउटा भेन्डिङ मेसिन देखेँ, अरू त म केही खान साथीहरू, मेरो घाँटी अलिक दुखिरहेको छ र म चाहिँ अब यो भेन्डिङ मेसिनबाट चाहिँ एउटा पानी चाहिँ निकालेर खान पऱ्यो, अलिकति घाँटी सुके जस्तो भएको छ। हजुरहरूले नेपालमा हुनुहुन्छ भने त भेन्डिङ मेसिनको बारेमा सुन्नु नै भएको होला। भेन्डिङ मेसिन चाहिँ यस्तो खालको हुन्छ र यो चाहिँ ठाउँमा हुन्छ साथीहरू, र जापानमा हुनेहरूलाई त यो कुरा थाहा छँदैछ, यसो गरेर मैले केही भनिराख्न परेन। र म चाहिँ एउटा पानी चाहिँ निकालेर खान पऱ्यो है त साथीहरू।
यहाँ चाहिँ के रहेछ एउटा बस्ने कुर्सीहरू पनि रहेछ र म चाहिँ यस्तो गरिमा पनि यसले किन ज्याकेट लगाइराखेको छ भन्नुहुन्छ होला मलाई चाहिँ हल्का रुगा मार्की लागेको भएर चाहिँ झन् साह्रो पर्छ साह्रो नपरोस् भनेर चाहिँ मैले त्यस्तै लगाएँ चाहिँ एउटा सानो विन्ड सिटर लगाएको छु त्यसपछि फर्किनुपर्छ साथीहरू र आगामी दिनमा चाहिँ यस्तै यस्तै जापानको भिडियोहरू चाहिँ जापान सम्बन्धी भिडियोहरू जापानको ठाउँ देखाउने जापानको कल्चर देखाउने र एसएसडब्ल्यू भिजामा आएको मान्छेको चाहिँ लाइफस्टाइल चाहिँ कस्तो हुन्छ त्यो देखाउने चाहिँ जमर्को गर्नेछु केही कमी कमजोरी छ भिडियोमा र केही कुरा सुधार्नु पर्ने छ र हजुरहरूले के को बारेमा भिडियो हेर्न चाहनुहुन्छ हजुरहरूको मनमा भएको कुराहरू चाहिँ हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ भन्दै भिडियोलाई चाहिँ म यहीँ नै टुङ्गाइदिन चाहन्छु हस् त सबैजना चाहिँ हेल्दी रहनु होला स्वस्थ रहनु होला मेहनत गर्नु होला भन्दै चाहिँ आजको भिडियोबाट चाहिँ छुटिन चाहन्छु हस् त बाई बाई